चाहिँ अहिलेको रिफ्युजल अनि यो चाहिँ लास्ट टाइमको रिफ्युजल है। फ्यामिली छ कि नै, कार छ कि नै, घर छ कि नै, बिहे भएको छ कि नै होइन, त्यो कुराहरू लास्ट टाइम सोधेको थियो। योपालि नै सोधेन। लास्टसम्म हेर्नु के भयो थाहा पाउन छ भने नमस्ते एभ्रिवान। आजको पनि हल्का ऱ्यान्ट अथवा मोर अबाउट हियरिङ कस्तो भयो मेरो सेकेन्ड भिसा इन्टरभ्यू अमेरिकाको लागि। नट ग्रेट, नट गुड, इन सर्ट भिसा रिजेक्टेड। लास्टसम्म हेर्नु के भयो थाहा पाउन छ भने आई विल गो फ्रम द स्टार्ट। इन माई प्रिभियस भिडियो आई वुड हेभ टोल्ड यु हाउ माई फर्स्ट भिसा इन्टरभ्यू वाज। फर्स्ट रिजेक्सन पछि आई रिअप्लाई। मेरो सर्कमस्टान्स चेन्ज भएको थियो फर्स्टचोटि पछि सेकेन्डचोटि आउँदै गर्दा, अनि आई वाज मोर प्रिपेयर्ड फर द इन्टरभ्यू। टुडे इज 2 June, Tuesday, 10:30 AM. So my visa interview was this morning 8 बजेको scheduled. So I did it from the visa scheduling platform, the usual platform that you use. अनि सुरुमा चाहिँ DS-160 फर्म भर्नुपर्छ and you just pay for the interview. So this morning I wake up around 7 बजे, freshen up quickly. त्यसपछि I took metro from Chatsworth station to North Sydney station, जहाँ चाहिँ US consular office छ सिडनीमा। अनि आई गेट देयर लाइक 10 minutes अगो द इन्टरभ्यू। सो आई वाज इन लाइन। 8 बजेको इन्टरभ्यू कसको छ भनेर मलाई चाहिँ अलि अगाडि लग्यो, किनकि अरू कुर्ने मान्छेहरूमा चाहिँ अलि ढिलो रहेछ। सो आई गट इन। अनि देयर इज मल्टिपल चेक्स। तिनीहरूको नर्मली के हुन्छ, बिल्डिङ बाहिर नै कुराउँछ केही समय, अनि त्यसपछि चाहिँ भित्र लान्छ। भित्र जाने बित्तिकै चाहिँ क्यान यु स्विच अफ द मोबाइल भन्छ, अनि स्विच अफ गर्छ। अनि स्विच अफ गऱ्यो भने नि देखा भन्छ होइन। सो स्विच अफ गरेको देखाएँ। अनि त्यसपछि सो इट ह्यापन द लास्ट टाइम होइन, इज सिमिलर। अनि त्यसपछि एउटा त्यो चाहिँ फर्स्ट लाइन अफ एन्ट्री हुन्छ, अनि सेकेन्ड सेक्युरिटी हुन्छ जसले चाहिँ डिटेल चेक गर्छ। त्यसपछि त्यहाँ त्यस्तो ठुलो लाइन हुँदैन। अनि आफ्टर लाइक 1 or 2 minutes त्यहाँ अगाडिको क्यु कति चाँडो खाली हुन्छ त्यही अनुसार अगाडि पठाउँछ बेसिकली। अनि नेक्स्ट लाइन भनेर चाहिँ तिम्रो डकुमेन्टहरू चेक गर्ने, पासपोर्ट, DS-160, अनि एउटा चाहिँ पासपोर्ट साइज फोटो। तैँले के सेल्फी खिच्यायो हातले भनेको चाहिँ आई थिङ्क सो भने होइन, त्यो चाहिँ सेल्फी नै खिचेको थियो। तर मेरो प्रिन्टेड फोटो पनि थियो, तर बिकज अफ द्याट फोटो एङ्गल अनि त्यसले चाहिँ अलि यो चाहिँ अलि हुँदैन। नजिकैको त्यो बाहिरपट्टि एउटा सप छ, त्यहाँ गएर फोटो खिचेर प्रिन्ट गरेर ल्यायो भन्यो। ठिक छ भने ल। अनि त्यसपछि तैँले अब लाइनमा बस्नु पर्दैन, डाइरेक्ट आउनु मिल्छ फोटो ल्याएपछि भन्यो। ओके भनेर चाहिँ डुडल्स भनेर निस्केँ, फोटो खिचाएँ, प्रिन्ट गरेँ होइन। अनि एक्चुली let show you the photo है त रियल क्विकली। यो फोटो खिचाएँ मैले आजकै फोटो हो। स्टाइल पनि सिमिलर देख्नुहुन्छ, त्यही भएर सके नट ब्याड है, नट ब्याड फोटो। अनि दुईवटा फोटोलाई $20 लियो। त्यसपछि चाहिँ सेक्युरिटी चेक भयो, मोबाइल उनीहरूले राख्छ, अनि एउटा चाहिँ सानो कुपन कोड जस्तो दिन्छ माथि इन्टरभ्यूबाट रिटर्न भएपछि कलेक्ट गर भनेर। त्यसपछि लिफ्ट लिएर लेभल 5 मा जानुपर्ने हुन्छ। मैले लिफ्ट लिएँ, लेभल 5 गएँ। त्यसपछि चाहिँ एउटा स्टेप 1 र स्टेप 2 रहेछ। स्टेप 1 मा गएपछि तिम्रो बायोमेट्रिक्स लिने, फिङ्गर प्रिन्ट्सहरू, अनि त्यसपछि स्टेप 2 भनेको चाहिँ मेन इन्टरभ्यू। स्टेप 1 सक्यो, स्टेप 2 मा गयो इन्टरभ्यूको लागि। अनि त्यसपछि लाइनमा बस्यो, राम्रै लाइनमा बस्यो। मलाई चाहिँ के भन्थ्यो भन्दाखेरि लास्टचोटि इन्टरभ्यू गर्ने जुन केटीले मेरो इन्टरभ्यू ल्याएको थियो त्यसमा त्योसँग चाहिँ नपऱ्यो हुन्थ्यो भन्नुभएको थियो। मेरो भाग्य त धेरै नै उज्यालो छ, अनि त्यही केटीसँग पऱ्यो। अनि यो रिडेम्सन हो भने जस्तो भयो। म चाहिँ फेरि पोजिटिभ नोट है रे, रिडेम्सन गर्नुपर्छ। उसले चाहिँ त्यतिखेर पनि आफ्नो एउटा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरको दायरामा राखेर नै मलाई रिजेक्ट गर्यो होला भनेर नै सोचिरहेको थियो। भित्र त अब हल्का फुल्का उस्तो उठिरहेको थियो भन्नाले अब अलि नाइन्साफी भयो है भन्ने जस्तो त भइरहेको थियो। तर त्यो पोइन्टमा गएर चाहिँ मैले यो भाइब लिएर जानु हुँदैन इन्टरभ्यूको लागि। सो आई वुड बी प्रिपेयर्ड इन माइन्ड। उसले सोध्यो किन तेरो रिजेक्सन भएको थियो भने भन्दाखेरि चाहिँ मेरो त्यतिखेरको सर्कमस्टान्स अलि फेभरेबल थिएन, अहिले सर्कमस्टान्स चेन्ज भएको छ, अनि आइ एम मोर प्रिपेयर फर द भिसा इन्टरभ्यू दिस टाइम भनेर चाहिँ भनेर दिमागले चलिरहेको थियो। अनि त्यसपछि ल मेरो टर्न आयो, त्यही केटी छ, उसले चिनेन मलाई, मैले चिनिसकेँ एक्ज्याक्टली त्यही ठाउँमा। त्यहाँ अब डिफ्रेन्ट डेस्क के हुन्छ नि, टक 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 गरेर राखेको चाहिँ इन्टरभ्यू सेक्सनहरू हुन्छ। मेरो चाहिँ ठ्याक्कै एउटा नम्बर 1 स्लट छ सुरुमै, त्यही केटी त्यही ठाउँमा लगभग लास्ट टाइमको 8:30 को इन्टरभ्यू थियो जस्तो मलाई लाग्छ। अब इन्टरभ्यूको पालि है त टक्क लाएर म बसेको छु। अनि हेऱ्यो, हाई हेलो भयो। अनि त्यसपछि चाहिँ ऊ आफ्नो काममा चाहिँ लागेको छ, मोनिटर हेरेको छ। अनि टक्क भने तेरो पासपोर्ट दियो भने पासपोर्ट दियो। त यहाँ लास्टचोटि पनि थिएछु भिसा इन्टरभ्यू दिन भनेर भन्यो। उसले मलाई अफकोर्स चिने होइन, मैले डिक्टु चिनेको छु भने है। आएको थियो भने चाहिँ म यहीँ बसाएको थिएँ, तैँले नै मेरो इन्टरभ्यू ल्याएको थियो, मेरो भिजा रिजेक्ट भएको हो भने झिकोदै भन्नु पऱ्यो। त्यसो भए त मैले तेरो इन्टरभ्यू गर्न मिल्दैन नि भन्यो। 1 बाट 2 मा गएँ म चाहिँ होइन। त्यहाँ पनि एउटा कन्सुलर अफिसर बस्नु भएको थियो। मेरो पालो आयो।
ओके हल्का फुल्का रिलिफ पनि भयो, नयाँ मान्छेसँग दिनु भयो। अनि उसले चाहिँ अब मेरो डिटेल्सहरू पुलअप गर्न लायो, किन जान लाग्यो युएस भन्यो फर्स्ट क्वेसन नै। अनि टु वाच फिफा वर्ल्ड कप भने चाहिँ हो त्यही भने। सो नेक्स्ट थिङ सी आस्क्स इज वेयर डु यु वर्क, अनि मैले चाहिँ आई वर्क इन स्टेट पार्लियामेन्ट भने। वाट डु यु वर्क एज भन्यो, साइबर सेक्युरिटी स्पेसियलिस्ट भने। त्यो कुरा सब टाइप गरिरहेको उसले होइन। त्यसपछि त्यस्तो केही पनि सोध्दैन क्या। वियर्ड पार्ट चाहिँ त्यही हो, उसले सबै लास्ट टाइमको पनि किन रिजेक्ट भएको रहेछ भनेर डिटेल्सहरू हेऱ्यो होला होइन। एकैछिन समय लियो, हेभ यु डन एनी इन्टरनेसनल ट्राभल्स भन्यो। अनि मैले चाहिँ नट अदर देन नेपाल एन्ड अस्ट्रेलिया। आई डिड गो थ्रु ट्रान्जिट इन मलेसिया, सिङ्गापुर एन्ड चाइना, बट द्याट वाज जस्ट अ ट्रान्जिट पिरियड, सो ओन्ली जस्ट 2 कन्ट्रिज, नेपाल एन्ड अस्ट्रेलिया भने। अनि त्यसपछि सोध्यो कि ट्राभल गर्दाखेरि कहाँ जान्छस्, कुन म्याच हो भन्यो होइन। त्यसपछि मेरो 25 जुनमा अस्ट्रेलिया भर्सेस पाराग्वे, इट्स इन सेन्टा क्लारा, सैन फ्रान्सिस्को भने। अनि मेरो चाहिँ ट्राभल प्लान पनि छ भने। मेरो सबै कुरा थियो त्यहाँ। भिभो चेकहरू पनि माग्छ। भिभो चेक भने चाहिँ कति भिसा बाँकी छ यताउता भन्ने चाहिँ एउटा त्यो डकुमेन्ट चाहिँ अस्ट्रेलियन वेबसाइटहरूबाट चाहिँ निकाल्न मिल्छ। अनि त्यो कुरा चाहिँ दे विल लुक इन्टु द्याट, अनि त्यसलाई बेसिसमा लिएर तिम्रो पासपोर्ट सिचुएसनहरू सबै धेरै कुरा सिचुएसनहरू बेसिसमा लिएर बल्ल भिसा एसेसमेन्ट गर्छ दिनु कि नदिनु भनेर होइन। तिनीहरूले यो कुरा भने होइन, त्यो चाहिँ मलाई लागेको कुरा हो। अब यतिभन्दा केही पनि सोधेन है। बरु लास्ट टाइम चाहिँ मलाई अलिक बढी सोधेको थियो, तेरो को छ, अब फ्यामिली छ कि नै, कार छ कि नै, घर छ कि नै, बिहे भएको छ कि नै होइन। त्यो कुराहरू लास्ट टाइम सोधेको थियो, योपालि नै सोधेन। अनि त्यसपछि चाहिँ सी गेभ मी दिस। एसेन्सियली के भनेको छ भन्दाखेरि, कन्सुलेट जेनरल अफ द युनाइटेड स्टेट्स अफ अमेरिका, डियर एप्लिकेन्ट, दिस इज टु इन्फर्म यु द्याट यु हेभ बिन फाउन्ड इनएलिजिबल फर एन नन इमिग्रेन्ट भिसा अन्डर सेक्सन 214B of the US Immigration and Nationality Act. Or denial under section 214B means that you did not meet the requirement of classification of non-immigrant visa for which you applied. Again, denial under section 214B means that you did not meet the requirement of classification of non-immigrant visa for which you applied. Today's decisions cannot be appealed. Appeal गर्न पाइँदैन. However, you may reapply at any time. If you decide to reapply, you must submit a new application form and photo, pay for the visa application fee again as applicable, and be interviewed by a consular officer. If you choose to reapply, you should be prepared to provide visa that was not presented in your original application or demonstrate that your circumstances have changed since that application. Sincerely, consular officer. And this was last night. Your password has been returned to you today. If you have paid for delivery for your password, you no longer require this service and may apply for a refund within 5 business days of the refusal. You must scan and email a copy of this letter to BFS Global को email address when requesting your refund. Scan the QR code for more information भनेको छ। यो चाहिँ अहिलेको रिफ्युजल अनि यो चाहिँ लास्ट टाइमको रिफ्युजल है। सो लास्ट टाइमको चाहिँ बेसिकली डिनायल अन्डर सेक्सन 214B भनेको छ नि यहाँ। यसको नि त्यही 214B नै रहेछ। द्याट यु आर नट able to demonstrate that your intended activities in United States would be consistent with the classification of non-immigrant visa for which you applied भनेको छ होइन। त्यतिखेर चाहिँ रिटर्न ब्याक सिचुएसन चाहिँ अलि स्ट्रङ पाइएन भनेर भन्यो। योपालि चाहिँ नट इलिजिबल भन्यो, त्यस्तो धेरै रिजनहरू दिएन भनौँ होइन। यु फिल फ्री टु रिएप्लाई भनेर कन्सुलर अफिसरले भन्यो। अब त्यो सिचुएसन चाहिँ मेरो फर्स्ट इन्टरभ्यूमा के भयो भन्दाखेरि चाहिँ आई डिन्ट नो वाट टु एक्सपेक्ट होइन। अनि त्यतिखेर चाहिँ म निल भएँ कि अब के सोच्नु भयो। अनि त्यसपछि केही पनि आएन, ओके भनेर निस्केँ थिएँ लास्ट टाइम। योपालि चाहिँ आई सुड अफ नो कि त्यो इमोसन मैले चाँडै प्रोसेस गरेँ। मलाई अब ठिस त भयो होइन, अनि नट क्वाइट अनएक्सपेक्टेड पनि भएन, हो भन्ने जस्तो पनि भएन किनकि पहिला भइसकेको थियो। तर के चाहिँ भयो भन्दाखेरि चाहिँ होइन यार, $285 तिरिसकेको छ इन्टरभ्यूलाई होइन। अनि त्यसपछि चाहिँ एउटा स्ट्रङ एप्लिकेन्ट पनि हो म चाहिँ। म किन बस्छु त युएसमा भन्ने कुरा चाहिँ अथवा फर्किन्न भन्ने कुरा चाहिँ त्यस्तो थिएन, किनकि मेरो फ्यामिली हुनुहुन्छ, मेरो आफ्नै सिब्लिङ हुनुहुन्छ। आई हेभ अल्सो 491 को चाहिँ नोमिनेसन होइन एनएसडब्ल्यूबाट। सो आई हेभ द्याट हुन्छ नि 6 महिना मात्रैको भिसा होइन कि, आई हेभ त्यो लङ्गर भिसा। इभेन्चुली 491 भयो भने चाहिँ पिआर पनि आउँछ भन्ने हुन्छ सर्टेन टाइमपछि, इलिजिबिलिटी मिट भएपछि होइन। सो आई हेभ द्याट के भिजा ब्यान्डविथ। अनि आई हेभ लाइक इनफ टाइज टु अस्ट्रेलिया। अनि मेरो काम पनि जो सोलिड नै छ होइन। त यो सबै कुरा हेर्दाखेरि चाहिँ एउटा लास्टमा गएर एउटा कुरा मात्रै आयो कि पासपोर्ट चाहिँ विक छ है। किनकि मैले त्यसलाई एक्सप्लेन गरेँ भने कि किन भिजा मेरो रिजेक्ट गर्दैछस् त भने, किनकि जस्ट टेल मी वाइ आर यु रिजेक्टिङ माई भिसा। आई हेभ प्रोभाइडेड यु विथ इनफ इन्फर्मेसन। आई एम नट गन स्टे देयर। दिज आर द रिजन्स, वर्क, फ्यामिली अनि पिआर पाथवे। फेरि टाइप गरेँ जस्तो गऱ्यो होइन। उनीहरूले रिजेक्ट गरिसकेपछि मैले एक्सप्लेन गरेँ, केही समय राखेँ एक्सप्लेन गरेँ भने उसले माइन्ड मेकअप गरिसकेको रहेछ त्यो भिसा इज गन बी रिजेक्टेड भनेर। पहिलाको इन्टरभ्यू हेर्दाखेरि र अहिलेको इन्टरभ्यू हेर्दाखेरि उनीहरू बायस त होलान्
तर मलाई बायसनेस भन्दा पनि मेरो एप्लिकेसन चाहिँ स्ट्रङ भएन, किनकि मेरो पासपोर्ट स्ट्रङ भएन। जस्ट फर हुन्छ नि भिसा फी सेक होइन, 280-85 तिरेको हो नि त। अनि एटलिस्ट टेल मी के कुराले गर्दा हो, अनि फिल फ्री टु रिएप्लाई भन्छ। अब के मुखले रिएप्लाई गर्ने भन्नाले अहिले रिजेक्सन के को कारणले भएको थाहा छैन, अनि वेस्ट अफ मनी हुनको लागि रिएप्लाई गर्ने त्यस्तो त पर्दैन। अनि त्यो कुराले चाहिँ हल्का पिस्ट अफ गराइदियो मलाई त्यो पोइन्टमा। अनि त्यसपछि चाहिँ देयर इज नो फाइटिङ विथ दिस भन्ने भयो। अनि त्यसपछि म चुप्प लाएर अनि त्यहाँबाट मेरो डकुमेन्ट लिएर साइलेन्ट भएर चिसो भएर निलो भएर वक अफ सेम भने जस्तो भयो केही समय। अनि किनकि अब दोस्रो पटक चाहिँ हल्का मन बुझाउन सिकिसकेको नै थियो इमोसनलाई कन्ट्रोल गर्न। आई हेभ नो इन्टेन्सन अफ भिजिटिङ युएस अन्टिल आई गेट माई पिआर, किनकि आई डोन्ट वान वेस्ट माई टाइम, गेट माई होप्स अप एन्ड माई एनर्जी एन्ड माई मनी अहिलेको लागि। एट सम पोइन्ट इन टाइम आई विल भिजिट युएस। त्यतिखेरको सिचुएसन चाहिँ मेरो फेभरमा होस् भन्ने होप चाहिँ गर्छु, बट अहिलेको लागि त्यस्तो केही इन्टेन्सन छैन। टाटा बाई बाई।